नमस्कार गाउँपालिका अध्यक्षज्यू। नमस्ते। आज हाम्रो 6औं बागमती अध्यक्ष कपको अन्तिम चरणमा छौँ र आज फाइनल पनि हुँदैछ र हामीले 6 गतेदेखि गेम उद्घाटन गरेर आज 11 गते समापन हुँदैछ। यो बिचमा तपाईँ बागमती गाउँपालिका प्रमुखको हैसियतले चाहिँ यहाँ सहभागी टिमहरू या चाहिँ उपस्थित मिडियाहरू आम दर्शकहरूलाई तपाईँले छोटकरीमा एउटा शुभकामना दिनुपर्दाखेरि तपाईँले आफ्नो मन्तव्य चाहिँ हाम्रो चाहिँ च्यानलमा राख्न सक्नुहुन्छ। धन्यवाद। हाम्रो यो फेसबुक लाइभ हैन? हजुर, फेसबुक लाइभलाई धन्यवाद। अब खास हामीले योदेखि अध्यक्षको 6औं अध्यक्षको खेल्दै गर्दाखेरि आज हाम्रो लास्ट दिन हो। त्यसमा हाम्रो गोदावरी र तपाईँको चाहिँ बकाया टिम अन्तिम फाइनल खेल्दैछ। त्यसको लागि अब यहाँ अब हामीले पहिलो दोस्रो जोसुकै जो भए पनि यहाँहरूलाई जुन टिमलाई पनि जो जित्ने दुइटै एउटा फर्स्ट र सेकेन्ड पक्कै पनि हो। त्यसमा चाहिँ यहाँहरूलाई जित्ने टिमलाई म शुभकामना पनि भन्न चाहन्छु र यो हाम्रो आज यसलाई हामीले सकेसम्म हाम्रो कार्यकालमा निरन्तरता दिँदै लाने हो र यो हाम्रो यो जुन बागमती गाउँपालिकाको एउटा चाहिँ गाउँपालिका स्तरीय हाम्रो फुटबल ग्राउन्ड हो। यसमा हरेक यो वर्ष पनि हाम्रो निरन्तरता भइरहेछ र यसलाई आजको जुन सम्पूर्ण सहभागी टिम लगायत सम्पूर्णलाई पनि म सहभागी हुनुभएकोमा म धन्यवाद दिन चाहन्छु र शुभकामना दिन चाहन्छु। र आज तपाईँले निरन्तरताको कुरा गर्नुभयो। हाम्रो 5औं वर्षसम्म आफ्नो पालिकाभित्रको मात्रै गरिरहनु भएको त्यो गेम 6औं अध्यक्ष कपमा आइपुग्दाखेरि अन्तरस्थानीय तहमा पनि खुल्ला गर्नुभयो। यो 5 वर्ष र अहिलेको 1 वर्षमा अन्तर चाहिँ के पाउनु भयो तपाईँको अनुभवमा चाहिँ? अब हामी यो अन्तर पालिकै भनौँ न, पालिकाभित्रको गर्दाखेरि चाहिँ हामीले अलिकति चाहिँ हरेक 7वटाको मात्रै खेलायौँ। 7वटा खेलाउँदाखेरि जस्तै यो बाहिर अन्तरपालिकाहरू गर्दाखेरि चाहिँ अलिकति के भयो भनेदेखि राम्रो खेलाडीहरू सहभागी हुने, राम्रो यो खेलको चाहिँ प्रदर्शनी चाहिँ राम्रो हुने, सबैले अब यो हाम्रो स्थानीयले पनि कस्तो किसिमको खेलाउनु पर्ने रहेछ भन्ने खालको अनुभूति पनि होस् भन्ने उद्देश्यले हामीले अन्तरपालिकाहरूलाई यसपालि खेलाएको हो। त्यसको लागि किनभने यो खेल जगतमा हाम्रो चाहिँ पक्कै यो अलिकति हाम्रो प्रोफेसनल खेलाडीहरू हाम्रो छैन। प्रोफेसनल खेलाडी नभएको कारणले गर्दाखेरि यो बागमती गाउँपालिकाले अब 6औं पटक आउँदाखेरि पनि हाम्रो प्रोफेसनल खेलाडी बागमती गाउँपालिकाको त्यस्तो देखाएको छैन। त्यसैले गर्दा अरू पालिका अन्तरपालिका खेलाउँदाखेरि ओहो राम्रो खेलाडी रहेछ, यसरी पो खेल्नुपर्ने रहेछ भन्ने खालको अनुभूति यो हाम्रो पालिकाले पनि सिकोस् भन्ने किसिमले चाहिँ अन्तरपालिका खेल खेलाएको। धन्यवाद तपाईँलाई छोटो समयको लागि। हस्, धन्यवाद हजुरलाई पनि लगायत फेसबुक लाइभलाई पनि धन्यवाद।